हेलो नमस्ते हजुरहरूलाई स्वागत छ। आज त भाइ गाउँबाट आएको आएको थिएँ फर्स्ट टाइम बबल टी खाने रे। यसो अब एक्सपिरियन्स भाइको नि एक्सपिरियन्स हेरौँ के कतिको मनपर्छ भनेर। ल बाँकी भिडियो अब तपाईँलाई बबल टीको सपमा भाइ चाहिँ यही हो है भिडियो गाइस आज भन्दै देखाएर यो भाइ पनि अब धेरै दिनपछि धेरै दिन पहिलोचोटि आएको छ बसन्तपुर। यसो अब यहाँ हेरौँ जान्छ यहाँ एसबिआई ब्याङ्कको हेर्थेँ दोस्रोचोटि पहिलोचोटि जे पाइन्छ यहाँ चाहिँ तेरो पहिलोचोटि भयो यो चाहिँ दोस्रोचोटि हो होइन पहिलोचोटि नै हो होला। अब सिरन्स कस्तो लाग्यो त तँलाई? पहिलोचोटि खाँदैछस् मिठो त छ नि? यहीँबाट चलाउनु न हो जेन्युन रिभ्यू एउटाको चक्लेट एउटाको अरे मेरो चाहिँ माछा है। मैले ओरियो मिठो चाहिँ लागेन 7.5 आउट अफ 10 अनि निखिललाई हजुरलाई कस्तो लाग्यो? तर खाए पुरै पातल रहेछ ठिक किन यति पातल हो? बसन्तपुर चाहिँ यो है हेर पातल लाग्यो मलाई। यसो के हाल्छ पानी कि दुध हो? कालोले त माछा भन्दा मिठो लाग्छ कस्तो लाग्यो जस्तो त मलाई। पानी मिठाउँदैन क्या माछा त कफीमा पनि हाल्छ क्या खास भन्दा त्यो फोटो किन कालेर पठाउनु पर्छ क्या आजमा भाइहरू मेरो यहाँ त्यस्तो गुवाचेहरू राम्रो हात हेर्नु होइन हो यो नि थियो तर यो पुरै यस्तो फ्ल्याट आयो क्या के छ हेलो गाइस अलिक जाने नै यसले फोटो खिच्नु भने ए आउँछ नि त अलि अलि यस्तो अलि यस्तो ल अब यस्तो गर्नु आइस बसन्तपुर चाहिँ हो मेरो गुवाचे भाइ बल्ल बल्ल आएको छु हेर्नु न पोज यसको। अर्को क्यामेराम्यान यहाँ छ बसन्तपुर चाहिँ आइपुग्यो। कस्तो लाग्यो त आउँदै आउँदैन कस्तो खाले गुवाचेहरू पहिलोचोटि खाए जस्तो थियो। पहिलो भगै बसन्तपुरको पनि फेरि ठिक छ बाबु सिरेन्स सब ठिकठाक? भाइहरू थाके रे मेरो भाइहरू थाके अरे यसो बस्ने अरे गुवाचेहरू। बाबु चरा बचेकर के को नाम हो? ल है अब एकछिन रेस्ट गर्दैछौँ हामी तिनैजना दाजुभाइहरू। बसन्तपुर के को नाम हो? बाजेको नाम अनि कस्तो लाग्यो त तल बसन्तपुर? ठिक छ नि? आएको जस पहिलोचोटि घुम्न रमाइलो लागेको छ नि? ल भइगयो त नि। आजको भ्लग चाहिँ यहीँ सकिन्छ जस्तो छ है। अब यसो भ्यूहरू हेर्नु मेरो चाहिँ भ्यू देखाउनु न मेरो गुवाचे भाइ अर्को भाइ के भन्दैछ त के भन्छ नि गाइस कस्तो दिन आयो गर्लफ्रेन्ड लिएर आउनु भयो नि यस्तो भाइहरू लिएर आउनु परेछ साह्रै बिजक छ हौ मलाई पनि साह्रै मेरो भाइ नि भर्खर अब 11 दिन छ गर्लफ्रेन्ड भन्छु भनेर सोध्छ ए छैन हौ त्यस्तो हावा जे पाइ त्यही दिन्छ यार। अब भाइले खोज्छ भाइको गर्लफ्रेन्डको दिललाई हेर्ने अब हामी चाहिँ के गर्छ नि अब बनायो हुँदैन के भन्छ अब मेरो भाइ साह्रै ह्यान्डसम छ मन पराएको हुन्छ है तर दिदी पनि 2 जना हुनु पर्यो र जेठी माली र खान्छी 3 जना के कसो हो ठिक छ नि गाइस यो माछा ट्राई गरेको अलि मिठो लागेन मलाई चाहिँ मैले चाहिँ ओरिया खाएको खानै सकेन मलाई मिठै लागेन भाइले चक्लेट खाएको मैले पनि चक्लेट खानुपर्ने यो अलि नयाँ ट्राई गरौँ भनेको नयाँ फ्लप भइहाल्यो नि टेन्सन पो भयो त यार अब त यो चाहिँ भद्रकाली मन्दिर हो यत्तिकै जिन्दगी चाहिँ हुन लाग्यो आज कन्टेन्ट यति नै अब फोटो खिचेस् न मजाले खतरनाक पुग्यो कमी त छैन नि सधैँ फेसबुकमा हेर्ने बानी थियो आज
प्रत्यक्ष रूपमा हेर्न पाएँ धेरै अति नै खुसी लाग्यो। अनि फेरि के छ फेसबुकमा नाम के छ र तँलाई प्रियन श्रेष्ठ भनेर लेख्नु होला। त्यहाँ अहिले रोनाल्डोको फोटो छ, तर म चाँडै नै म आफ्नो प्रोफाइल पिक्चर चेन्ज गर्नेवाला छु। चाँडो चाँडो गरेर फलो गरिदिनु होला। ल ठिकै छ। अब फेरि यदि हजुरलाई मेरो भाइ साह्रै मनपर्छ भने सिरन श्रेष्ठ नाम चाहिँ फेसबुकमा फलो गरेर ल पार्नु होइन हुन्छ है। कलेज चाहिँ ट्रिनिटी कलेजमा पर्छ। मेरो परन दास छ। यसो अब कोही छ भनेपछि 11 क्लासमा हेरे हुन्छ है। छैन हौ, साइन्स स्टुडेन्ट है, फेरि अलिकति परन दास छ। भाइको भाइ अलिअलि ठिस हुन्छ परन दास चाहिँ। यदि अनि फेरि भाइको मिल्छ भने भाइको दाइ होला नि हेर्नुहोस् होला। हामी पनि सिङ्गलै छौँ। होइन, जोड्नको लागि एउटा मिडियम